दुईवटा नेपाली बस साथीहरू नेपाली बसहरू गइरहेको छन् यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ दुईवटा नेपाली बसहरू हो यो चाहिँ होइन यहाँनिर छतमा आइसकेको छ पानी अनि हेर्नु साथीहरू यहाँ चाहिँ हाम्रो टर्नेल लगाउने काम सुरु भइरहेको थियो होइन सो अनि यहाँनिर चाहिँ पानी हेर्नु देख्न सक्नु साथीहरू पानी पुरै छतमा आइसकेको छ यहाँ हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल यो वर्षन चाहिँ आर्मी हुनुहुन्छ होला पानीको यहाँ चाहिँ एकदमै रमाइलो भइरहेको छ होइन यहाँनिर सामानहरू यो चाहिँ पुरै अब हामीले चाहिँ अब पानीभित्रै आइसक्यो अनि त्योबाट ढाकिरहेको छ मैले देख्न सक्नुहुन्छ यहाँनिर भाडा पर्नुहरू अनि देख्न सक्नुहुन्छ रोड भयो होइन अनि रोड हिँडिरहेको छ सामानहरू यो चाहिँ पुरै सामान चिजहरू होइन सबै यहाँ चाहिँ ढाकिरहेको छ पानीभित्रै आइसक्यो अनि त्यो भोकाले अनि यतातिर देखाउँछु तपाईँहरूलाई पानी धेरै ठुलो पानी परिरहेको छ असिनाहरू पनि परिरहेको छ हल्का हल्का होइन हामी चाहिँ अहिले फेरि पनि चाहिँ भलहरू कति बगिरहेको छ देखाउँछु तपाईँहरूलाई अनि देख्न सक्नुहुन्छ यहाँनिर हामी धेरै ठुलो पानी परिरहेको छ अरू चाहिँ जिएको सामानहरू हामीले चाहिँ होइन अनि पानी परिदियो होइन लास्ट तनाव भइरहेको छ तपाईँलाई देखाउँछु यहाँनिर यो टन्टो लाग्दै थियो यहाँनिर चाहिँ होइन अझै पनि पानी परेको छ लास्टै गाह्रो भइरहेको छ धेरै ठुलो पानी परेको छ यहाँनिर चाहिँ होइन पुरा भोलि पुगिरहेको छ तपाईँलाई देखाइदिन्छु पछाडि ब्याक क्यामेराबाट होइन गाडी गइसक्यो यहाँ धेरै ठुलो पानी आइरहेको छ यहाँनिर चाहिँ देख्नु सुन्नु चाहिँ यत्रो धारो पुगिरहेको छ ए कारहरू कस्तो स्पिडमा गइरहेको देख्न सक्नुहुन्छ यहाँनिर सबै सामानहरू हामीले चाहिँ अब भिज्ने सामानहरू भयो चाहिँ यहीँ राखेको छौँ होइन यहाँ छतमै छ अनि जो भिज्ने सामानहरू त्यो चाहिँ हामी चाहिँ ढाकिसकेका छौँ यहाँनिर चाहिँ होइन देख्न सक्नुहुन्छ यो चाहिँ बसहरू होइन गइरहेको छ भनौँ बसहरू दुईवटा नेपाली बस साथीहरू नेपाली बसहरू गइरहेको छन् यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ दुईवटा नेपाली बसहरू हो यो चाहिँ अब चारधामबाट चाहिँ सुरु भइसक्यो नि त्यो भएकाले चाहिँ एक ठुलो पानी परिरहेको छ अझै पानी अझै मचिरहेको छ देख्न सक्नुहुन्छ गाडीहरू कसरी गुडिरहेको छ देख्न सक्नुहुन्छ यो चाहिँ सामानहरू ढाक्ने तयारी भइरहेको छ यहाँनिर चाहिँ पुरै भिजिसकेको छ यहाँनिर चाहिँ पानी परिरहेको छ यहाँनिर देख्न सक्नुहुन्छ पुरै माथि लेकदेखि झरिरहेको छ पानी यहाँ चाहिँ बिहे हुँदै थियो यहाँनिर चाहिँ आज यहाँनिर चाहिँ अब मकै लगाउनलाई मल फालिरहेको छ यहाँनिर छतमा आइसकेको छ पानी अनि हेर्नु साथीहरू यहाँ चाहिँ हाम्रो टर्नेल लगाउने काम सुरु भइरहेको थियो होइन सो अनि यहाँनिर चाहिँ पानी हेर्नु देख्न सक्नु साथीहरू पानी पुरै छतमा आइसकेको छ यहाँदेखि यसरी चाहिँ पानी आएको छैन भने चाहिँ यहाँदेखि उतातिर चाहिँ पानी देख्नुहोस् त पुरै ताल सुरु बनिसकेको छ देख्नु सक्नुहुन्छ साथीहरू होइन यस्तो बिजोग छ साथीहरू आज चाहिँ पानी परेर धेरै पानी परिरहेको छ यहाँनिर चाहिँ यो चाहिँ मेन हाई रोड हो अनि त्यहाँ पानी परिरहेको छ त्यो अलिक पानी परेको कारणले चाहिँ अलिकति गाडीहरू चलाउने छ त्यहाँनिर चाहिँ अलिक ढुङ्गा खस्ने जोखिम छ ढुङ्गा खसिरहेको थियो अघि चाहिँ एउटा कारलाई झर्नै लागेन अनि चाहिँ सो फाइनली म चाहिँ आज साथीहरू होइन म चाहिँ अहिले यता भनौँ म नैटेरी जाने रोडतिर छु नैटेरी भनौँ न नैटेरी रोडतिर छु आज चाहिँ पानी धेरै पानी परिरहेको छ होइन धेरै पानी परिरहेको छ ठुलो पानी परिरहेको छ अनि त्यो चाहिँ म चाहिँ अहिले होटलको माथि छतमा छु सेकेन्ड फ्लोरतिर छु अनि त्यहाँदेखि चाहिँ भिडियो बनाइरहेको छु तपाईँहरूलाई धेरै ठुलो पानी परेको छ अघि चाहिँ पानी परेको थियो धेरै ठुलो अहिले चाहिँ लोला पनि पर्नु सुरु भइरहेको छ देख्न सक्नुहुन्छ साथीहरू यहाँ छतनिर पानी आइरहेको छ अनि यतातिर चाहिँ सुत्ता छ अनि त्यहाँनिर साथीहरू चाहिँ सुतिसक्नु भएको छ सुतिराख्नु भएको छ त्यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ पर्दा लगाउने काम सुरु भइरहेको थियो अनि पानी परेको तनाव अनि तपाईँलाई यहाँनिर देखाइदिन्छु यतातिर देख्न सक्नुहुन्छ यतातिर पनि पुरै यतातिर खेत भइसक्यो होइन खेतहरू यो चाहिँ समथिङ दिनको 4 बजे छ पानी अहिले चाहिँ रात भइसकेको छ कमसेकम 6-7 बजे जस्तो छ अनि पानी अहिले पुरै अन्धकार छ केबलहरू सबै भिजिसक्यो यहाँनिर पानी यहाँनिर 4 बजेतिर अन्धकार भइसक्यो साथीहरू देख्न सक्नुहुन्छ अब हामी चाहिँ अब हाम्रो काम चाहिँ हुँदैन सो अब देख्न सक्नुहुन्छ पुरै होइन अन्धकार भइसक्यो अनि हामी चाहिँ अब फाइनली हाम्रो काम चाहिँ हुँदैन सो अब